एक समय थियो जब घर घरमा मोबाइल थिएन, इन्टरनेट थिएन, भिडियो कल थिएन, तर पनि मनहरू जोडिएका थिए एउटा सानो चिठीको माध्यमबाट। टाढा परदेश गएका छोराको खबर होस्, माइतीबाट आएको माया होस्, नयाँ जागिरको नियुक्ति पत्र होस् अथवा परीक्षाको नतिजा, सबै समाचारहरू साइकलमा चढेर आउने हुलाके दाइको झोलाभित्र हुन्थ्यो। गाउँको बाटोमा साइकलको घन्टी बज्ने बित्तिकै मानिसहरू ढोका बाहिर निस्किन्थे। कसैको अनुहारमा आशा हुन्थ्यो, कसैको आँखामा प्रतीक्षा हुन्थ्यो। जब हुलाके दाइले मुस्कुराउँदै तपाईँको चिठी आएको छ भन्नुहुन्थ्यो, त्यो क्षणको खुसी शब्दको बयान गर्न सकिँदैन थियो। त्यो चिठी केवल कागजको टुक्रा थिएन, त्यसमा आमाको माया, बाबुको आशीर्वाद, दाजुभाइको स्नेह, प्रेम, सम्झना र आत्मीयता भरिएको हुन्थ्यो। धेरैले त्यो चिठी वर्षौँसम्म जोगाएर राख्थे, किनकि त्यसमा भावना लेखिएको हुन्थ्यो। आज प्रविधिले संसारलाई नजिक ल्याएको छ। केही सेकेन्डमै सन्देश एक देशबाट अर्को देश पुग्छ, तर आफ्नै हातले लेखिएको चिठीको सुगन्ध, त्यसलाई खोल्दाखेरि हुने उत्सुकता र हुलाके दाइको मुस्कानले दिने आत्मीयता अझै पनि हाम्रो स्मृतिमा अमिट छ। डाक कर्मचारीहरू केवल चिठी बोक्ने कर्मचारी मात्र होइनन्, उनीहरू लाखौँ परिवारका भावना, आशा र सम्बन्धका वाहक थिए। वर्षा होस्, घाम होस् वा कठिन बाटो, उहाँहरूले आफ्नो कर्तव्य कहिले छोड्नु भएन। आज जब यो चिठी खोलिन्थ्यो, आदरणीय आमा बुवा, दाजुभाइ, दिदीबहिनी भनिकन जुन एउटा सम्बोधन हुन्थ्यो, त्यो आज सम्बोधन हामीहरूको मोबाइल एसएमएसबाट पाइँदैन। तर आज 1 जुलाईको दिन, आज डाक कर्मचारी दिवसको उपलक्ष्यमा सम्पूर्ण देशमा रहनुभएका सम्पूर्ण डाक कर्मचारीहरूलाई हार्दिक सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गर्दछु। जय श्री राधे।